गाइस हामी यो डाँफेको लेकमा हामी दुई बहिनी लगायत म तीनजना हामी यो उकालोमा हिँड्दैछौँ होइन बहिनीहरू यो विजय दशमी मनाउन घर जाँदैछन् बहिनीहरूलाई यसो रिसिभ गर्न म दाइ भएको नाताले गुच्ची होइन डाँफे लेक यो पेली माथिसम्म पिराउन आएको मान्छे म ब्याग म ब्याग स्याग बोक्दैन बोक्नु पर्यो नि बहिनीहरूले बोक्ने मान्छे हो गाइज होइन ल बहिनीहरू त कति क्युट छन् लाज बिट छन् है ल मेरो बहिनीहरू मन पर्यो भने कमेन्ट गर्नु होला है नम्बर ट्यागक पठाइदिन्छु म मेरो युट्युब च्यानल पनि छ केशव सेजुवाल सब छ मेरो ल युट्युबमा आउँछ है केशव सेजुवाल सब्सक्राइब गर्नु ल हेर नि सब कम क्युट छु है केटा हो ल केटा हो नम्बर चाहियो भने फेरि कमेन्ट गर्ने है मारा त क्या हुने छ त ल जहिले पट्टा नआएको त्यही लिने केटा हो ल कन्ट्याक्ट गर्नु एक नम्बरमा यता छ फेरि ल गाइज है ल हिँड हामी उकालोमा ड्याम उता लेकसेक देखिरहेको छ उता पारी ढिमी पारी चेडे ओके हाम्रो गायक सुरज पण्डित दाइ माथि आउनु भएको छ बहिनीहरू त्यो टिकटक बनाउनलाई पुरै हिँडिरहेछन् ल सुरज पण्डित दाइसँग पनि भेट हुन्छ हाम्रो यो केको लेक गरे डाँफे लेक लेखिन सबै राम्रोसँग हेलो गरिदेऊ न केशव सेजुवाल सब्सक्राइब गरिदिनु होला भन्नु छैन त केशव सेजुवालमा सब्सक्राइब गरिदिनु होला अनि त्यही भन्न चाहन्छु तपाईहरुलाई ल दुई कुरा मेरो बहिनीले भन्देऊ न यार बहिनी दाइको लागि पनि तिमीले पिराउने यत्ता नि हको लिएको आएछ थिएन ल के भन न ल के भन्ने त सब्सक्राइब गरिदिनु त्यस्तो भुन दाजु छोड्नु प्लिज बहिनी भुन ल नमस्ते मन थागै लागेछ म बोल्न सक्दैन ल राम्रो मान्छे अनुहार देखाउन लाज मानेछन् गाइस लाज क्युट छन् ल डाँफेको उकालोमा है हामी हिँडिरहेको छौँ मेरो चस्मा जो लाउँछ उही पट्टिन्छ गाइस है त्यो थाहा भएको कुरो फेरि भित्र अद्धि पट्टिसक्नु भएको छ मन थाहा छ गाइस